आज म युज गर्न जाँदैछु ब्ल्याक फेस मास्क। नानीमाले चाहिँ बेमा जानुपर्छ कति काले भएर बसेको अलिकति राम्रो भयो भनेपछि मैले चाहिँ यो किनेर लिएर आएर मुखमा दल्न थालेँ। मैले सुनेको थिएँ यो लाएर उकाइसकेपछि मान्छे गोरो न गोरो हुन्छ भन्ने कुरा आज साबित हुनेछ कि यो कतिसम्म सत्य हो भनेर। कि म यस्तै काले हुन्छु त हुँदिन होला यस्तो कालो त। फाइनली साथीहरू मैले चाहिँ लगाएर सकाएँ। अब यसै गरी छतमा डुलेर बसेँ भने मलाई देखेर कतिजना मान्छे ढल्यो। त्यही भएर म त भित्र ढोका लाएर लुकेर बसेँ। अघिसम्म त भोक लागेको थिएन, यो लाइफ त कस्तो भोक लाग्यो। अब यही फेस लिएर मैले पसल गयो भने त बाटामा कतिजना मान्छे ढल्यो भन्दा त बरु एक निन्द्रा सुत्दिन्छु भनेर एक निन्द्रा भोकलुकै सुतेर एक निन्द्रा सुतिसकेर उठेर अब चाहिँ मलाई उकाउने बेला भयो जस्तो लाग्यो। त्यही भएर उकाउन सुरु गरेको। सुरुमा त अलिअलि दुखिरहेको थियो। अलिकति माथिसम्म उकाइसकेपछि त अघि लाउने बेलामा यो 16 वर्षीय जवानीको बल्ल बल्ल आएको दारी जुङ्गामा लाएछ। दुखेर त आत्थारा उत्तु लास्टै भएको थियो। उखाल्ने बेला त लाउन नि मेरो अब जुङ्गादारी नै नपलाउने भयो जस्तो लागिरहेको थियो। जसो तसो उकाएर पनि सके, मेरो दुख्ने थिएन होला, जुङ्गामा परेर चाहिँ लास्टै दुखिरहेको थियो। उकाइसकेपछि यो यस्तो हुने रहेछ। यो कमेन्ट गरिदिनु होला म सेतो भयो कि भएन।